हेलो एभ्रिवान, गुड मर्निङ सबैलाई। आज फेरि हामी घोडातर्फको यात्रा लाग्दैछौँ है। हाम्रो चाहिँ दुईवटा बाइकमा जाँदैछौँ आज। ड्राइभर हुनुहुन्छ होइन, 4 जना जान लागेको। अनि बाटोमा के हुन्छ हजुरहरूलाई देखाउँदै जानेछु। आज चाहिँ अब तिहारको अब तेस्रो दिन भनौँ आज चाहिँ है। हामी चाहिँ आज खासमा घोडाईसम्म पुग्ने यात्रा हो। जान चाहिँ काठमाडौँ हो, तर घोडाईसम्म हुन्छ आजको यात्रा। त्यो एभ्रिवान, अब दिउँसो चाहिँ के हुन्छ हामी देखाउनेछौँ। के भन्छ रोडको यात्रामा जे होस् बिचमा एउटा मिठो गीत गाइदिनु। ठ्याक्कै अहिले चाहिँ हामी यो सल्यान जिल्ला प्रवेश गरिसकेका छौँ होइन। चाहिँ अलिक दामीवाला गाउँ रहेछ। दाइहरूको चाहिँ रेस चलिरहेको छ एकछिनमा। दाइको दुई शब्द जाओस् कि एकदमै गाउँ चाहिँ यस्तो छ है यताको गाउँ चाहिँ यस्तो। त्यही हो आज चाहिँ रमाइलै भयो। खबर भिडियो चाहिँ अति भिडियो रहेछ है। अहिले कोही पनि हुनुहुन्छ नि, मतलब बुकिङदेखि डाङामा जानु एकदम भिडियो छ है अहिले बाटोमा चाहिँ। अनि बाटो चाहिँ जे होस् नराम्रो भनेको चाहिँ के भन्छ खौलातिर छ। अनि यो सल्यान ठ्याक्कै छुने यो ठाउँमा चाहिँ अलिक बिग्रेको छ कि बाटो हो। अनि त्यस्तै हो, दामी लाग्छ है। हेलो गाइज, गुड मर्निङ सबैलाई फ्रम घोडाई है। ग्याङहरू आज चाहिँ हामी ट्याक्क लगाएर जाँदैछौँ है। अनि त्यसपछि अहिले चाहिँ बजार यस्तो दामी टाइपको के। अनि यता चाहिँ यो ठ्याक्कै ट्राफिक तलतिरको लाइन हो यो चाहिँ। अब हामी ठ्याक्कै उता रामपुर हुँदै यसो घुम्नु जानु लाग्यो। त्यहाँ चाहिँ एउटा चौरी दह हो के दह भन्ने छ अरे एउटा। अब ठ्याक्कै नाम प्रोनाउन्सिएसन याद भएन। अब हामी त्यहाँ रमाइलो गर्नुपर्छ, हेर्नुपर्छ आज चाहिँ के हुन्छ है। रमाइलो हुन्छ जस्तो सोचेछु मैले। यहाँ चाहिँ आज जाम रहेछ है। जामै बाटोकै क्रममा चाहिँ अब हाम्रो चाहिँ ट्याक्क लगाएर एउटा मिठो गीत प्रस्तुति जाँदैछ। एउटा गीत जाओस् न, गीत आएको छ एउटा मलाई त आउँदैन। देखे थिएँ तिमीलाई मैले रामपुर बजारैमा, मोहनी नै आयो काली हेर्दा पहिलो भेटमा भनेर आजभोलि चाहिँ धान काट्ने सिजन चलिरहेको रहेछ यता चाहिँ होइन। धानहरू यसो ढाकिरहेको छन्। अनि हामी चाहिँ आज यसो चिसो हावा खाऊ भनेर आएको। त्यो राम्रै देखिरहेको छ अहिलेसम्म है। अनि यो निम्न है अब हुँदाको मान्छे त्यही त हो नि, जतादेखि त्यही राम्रो लागिहाल्छ गाह्रै। के कसो गाइजहरू भन्नु पर्यो है, कमेन्ट गर्नु पर्यो गाइजहरू। अहिले चाहिँ ठ्याक्कै हामी यो रामपुरको बजार छिर्नु आएको छौँ होइन। रामपुरको पुल भर्खर क्रस गरिसक्यो हामीले। रामपुरको गाउँ हेरेर चाहिँ अब एउटा चाहिँ चेक पोस्ट अगाडि हानेर है। अनि चेक पोस्ट काटिसकेपछि हामी ठ्याक्कै त्यो डेस्टिनेसनमा पुग्नेछौँ होइन। अब त्यो बाटो पुग्नु हुनुहुन्छ जो रमाइलो होला ठाउँ होइन, कमेन्ट गर्नु होला। आफ्नो ठाउँलाई अलिकति प्रमोटै गर्नुपर्छ है, बढाउनुपर्छ। मलाई चाहिँ त्यो लाग्छ क्यारे। अब म पनि पहिला चाहिँ आइसकेको छु, तर एकचोटि फेरि घुम्न मन लागेको थियो यो ठाउँमा। अनि अहिले चाहिँ ठ्याक्कै हामी रामपुर बजार, यो चाहिँ रामपुर बजारको बोर्ड है। हामी चाहिँ बजार ठ्याक्कै छिरिसकेको छौँ। त्यत्रो ठुलो चाहिँ छैन, तर राम्रै छ है। हेर्दाखेरि चाहिँ है चिटिकै गाउँहरू गाउँ छ। यता हेऱ्यो गाउँै छ पछाडितिर है। ठ्याक्कै बजारहरू बिचमा बसेको रोड लाइनमै छ कि बजार पनि ठ्याक्कै। त्यही हो गाइजहरू, एभ्रिवान सपोर्ट देखाइदिनुहोस्। अब चाहिँ हामी ट्याक्कै डेस्टिनेसनमा पुगिसक्यौँ, भेट्नेछौँ फेरि है। हामी यो रोड क्रस गर्छ, त्यो चाहिँ अलि लामो नै छ। ट्याक्कै डेस्टिनेसनमा पुग्ने बाटो जुन
हुन्छ नि त्यहाँ गएर मलाई एउटा राम्रो गाउँ लाग्यो कि यो चाहिँ माथिको गाउँ चाहिँ राम्रो लाग्यो मलाई है यो मेरी साइडको रामपुरदेखि अगाडिको अनि एउटा चाहिँ हामीलाई पुल छ क्या अरे होइन त्यो घुम्न लायकको पुल छ अनि अब हामी यहाँ अटिने छैनौँ पछाडि आउँदा चाहिँ यहाँ बस्नेछौँ होइन यहाँ पनि ताल चाहिँ छ तर हामी चाहिँ मेन डेस्टिनेसन नै अगाडि भएको कारणले गर्दाखेरि हामी अगाडि नै जानुपर्ने हुन्छ अहिले चाहिँ त्यो गाइजहरू हामी अलि अगाडि नै जानेछौँ यस्तो छ क्या हेर्नुहोस् है यो चाहिँ ताल हो है नानीहरू त्यही हो हामी चाहिँ अगाडि नै जानुपर्ने हुन्छ त्यो दाइहरू हुन्छ है यता गाइजहरू है हामी त्यो ठ्याक्कै ठाउँ लिएर आइसकेका छौँ होइन अब चाहिँ हामी यो रोडलाई छोडेर माथितिर चाहिँ लाग्नुपर्ने हुन्छ है त्यही भएर चाहिँ हामी अब योदेखि चाहिँ माथितिर तपाईँ ठ्याक्कै यो बाटो लागिरहेको छौँ होइन तपाईँहरू पनि कोही आउँदै हुनुहुन्छ भने यो बाटो लाग्नु होला यो बाटो लागि ठ्याक्कै दह पुग्नुहुन्छ यो बाटो नछोडेर सिधा हिँड्ने हो है ठ्याक्कै दह पुग्नुहुन्छ अनि त्यही हो अहिलेसम्म जे होस् मेरो भिडियो राख्नु भएको छ भने एन्डिङसम्म हेर्नुहोस् होइन तपाईँलाई कस्तो रहेछ ठाउँ अनि डेस्टिनेसन कस्तो रहेछ हामी सब भन्नेछौँ त्यही हो अनि गाउँघर भनेको यस्तो हुनुपर्छ है गाइजहरू मलाई रामपुरकोदेखि यता माथिको गाउँ चाहिँ मन पर्यो है यता चाहिँ फार्मिङहरू धेरै ल हामी यहाँ एकछिन अब यसो लगाएर रेस्ट कार्यक्रम चलिरहेछ यही गाउँनेर अनि दाइ पनि आउनुभयो है अनि त्यही हो एकछिन अब हामी यसो रेस्ट गरेर चाहिँ हामी निक्लिनु पर्ने हुन्छ यसो सामानहरू केही लिएर ल एकछिन भेटौँ न ल गाइजहरू एभ्रिवान सबै है आजको दिन यस्तै भयो अब चाहिँ हामी निक्लिन लागेको इन्डिङ यस्तै छ होइन अनि जस दाइहरूलाई पनि रमाइलो लाग्यो होला एकदम रमाइलो लाग्यो एकदमै त्यही हो आजको दिन यस्तै भइहाल्यो फेरि अब यो एउटा झुलुङ्गे पुल रहेछ यो पनि आइसकेको छ होइन अब के कस्तो छ हामी यसो देखाउँछौँ अलि यता आएर देखाइदिनु सक्नुहुन्छ उहाँले चाहिँ होइन हेरिदिइहालौँ बाटोमा पर्दो रहेछ है बिङ्गा पार्ट अफ द त्यही हो अब एउटा पुल रहेछ मुनि चाहिँ एउटा ताल जस्तो छ क्या अब त्यही हेर्नु कुरा हुन्छ एकछिनमा हामी अनि अब दाइ चाहिँ त्यहाँ गइसक्नु भएछ अनि अब एकछिन फोटोसुट हुन्छ अनि त्यसपछि हामी एकछिनमा निक्लिनेछौँ गाइजहरू अनि आजको भिडियो यतिसम्म पनि हुनसक्छ है हेर्दै जानु होला भिडियो आएछ नआएछ नदी यहीँ इन्डिङ हुन्छ ल बाई बाई